तीनटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्। तीनटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्। तीनटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्। हिजो फाइल खोल्नलाई केपीले रोकेको थियो, आज तपाईलाई कसैले रोक्नेवाला छैन, कसैले छेक्नेवाला छैन। लौ न रविजी, फाइल खोलिहाल्नु पर्यो, फट्टाहरूलाई जेल हालिहाल्नु पर्यो। मुटु भएको मान्छेले फाइल खोल्नु पर्यो क्या? मुटु भएको एउटा सिंहको जस्तो मुटु भएको मान्छेले फाइल खोल्नु पर्यो। कुनै एउटा फिस्टे चराको छाती भएको मान्छेले फाइल खोलेर हुँदैन। तपाईँ त सिंहको जस्तो मुटु भएको मान्छे सत्तामा पुगेपछि किन स्याल हुनुभयो? किन काहीँ काहीँ म्याउ म्याउ गरिरहनु भएको छ? फेरि पनि पहिलाको जस्तै सिंह बन्नु, सिंह गर्जिनुस्, फाइल खोल्नुस्, जाक्नुस्। आँट गरेर मलाई विश्वास गर्ने तपाईँ साक्षी राखेर म भन्छु यो देश बन्छ, बनाउन सकिन्छ। हो, साँच्चीकै देश बन्छ, बनाउन सकिन्छ। सत्ता बाहिर सडकमा हुँदाखेरि जस्तो बोलिन्थ्यो, जसरी इमान्दारिता प्रदर्शन गरिन्थ्यो, त्यही व्यवहार सत्तामा पुगेपछि नि गर्न सक्ने हो भने देश बन्छ, देश बनाउन सकिन्छ। सडकमा एउटा कुरा, सत्तामा पुगेपछि अर्को कुरा। दोहोरो चरित्र प्रदर्शन गर्यो भने देश बन्दैन, बनाउन सकिँदैन।